पावरले सत्य निर्माण गर्छ र सत्यले फेरि पावर निर्माण गर्छ। यो ज्ञान शास्त्रको जुन इपिस्टेमोलोजी भन्छ नि। अनि अहिले के गरेछ तिनीहरू बडो डिजाइन भयो। सत्य अभिव्यक्त गर्ने अदालतको फैसला आएपछि हामी के मान्छौँ? ओ त्यो आधा लिडर कहाँ पनि जाँदा अब के गर्ने, अदालतले त फैसला दिइहाल्यो नि त, जस्तो कि लाग्छ वो त्यो सत्य वचन भनिदियो अब सकिगयो सबै कुरा। तर अदालतमा कसरी फैसला गराउने हो? युनिभर्सिटीमा त्यो सत्य अभिव्यक्त गर्ने युनिभर्सिटी पनि हुन्छ। त्यो डिस्कोर्स यस्तो विमर्श गराउँदा त्यो आफ्नो अनुकूल गराउँछ। विद्वान पनि त्यसकै हुन्छ। हम पनि ताली पिट्नेमा हामी हुन्छौँ, हामी ताली पिट्नेमा हुन्छौँ। त्यो एउटा औपचारिक सत्यको उद्घोष गर्छ अनि हामी पढ्दै जान्छौँ। यो हो हाम्रो किताब पनि त्यसकै अनुकूल हुन्छ। न्यायालय पनि अब त्यो संविधान लेख्यो, त्यसको व्याख्या गर्ने निकाय, सम्पादन त्यो व्याख्या गरेर त्यसमा निर्णय सुनाउने निकाय भनेको अदालत हो। त्यसको मान्छे बसेर त्यो आफ्नो अनुकूल निर्णय गर्छ। तेस्रो भनेको अदालतको फैसलाले कार्यान्वयन कसले गर्ने हो? त्यहाँ त्यसले अब यो त्यसको अब ग्रान्ड डिजाइन भनेको यो हो। अदालतले जे फैसला दिए पनि, संविधानले जे भने पनि माइनोरिटीमा देश चलाउने भनेको कार्यपालिका हो। कार्यपालिका भने सत्ता भने नि, सत्ताको अहिलेको मोडर्न फर्मेटमा राज्य भनेको अहिले सबभन्दा औपचारिक सत्ता र सत्य हो। राज्यसँग त तपाईँले बल प्रयोग गर्ने र बन्दुक हान्ने त अधिकार छ नि त। आधुनिक जमानामा नित्सेले यसलाई राक्षस किन भन्यो भने योसँग जहिले पनि डकैती गर्ने अधिकार छ। तपाईलाई तपाईको सम्पत्ति र जीवन अपहरण गर्ने अधिकार छ। यसलाई बल प्रयोग गर्ने अधिकार कसैलाई छ भने आधुनिक जमानामा त्यो भनेको राज्यलाई छ। र राज्य भनेको के हो? व्यवस्थापिका हो। राज्य भनेको के हो? कार्यपालिका हो। राज्य भनेको के हो? न्यायपालिका हो। राज्यका अरू अवयव छन्। यो फर्मेट भयो। अर्को भने पत्रकारिता, जसले ज्ञान उत्पादन गर्छन्, त्यसले डिस्कोर्स निर्माण गर्छ। हाम्रो आन्दोलनलाई पत्रकारहरूले खूब लेखिदिएको भयो भने त अहिले त अर्कै माहौल हुन्थ्यो नि। त्यो कुन बेला क्लिक गर्ने, कुन बेला नलेख्ने, तिनीहरूको एउटा सहमति हुँदो रहेछ। यो संसारमा जहाँ पनि हुन्छ, तर साउथ एसियामा बढी हुन्छ। तपाईँले भने नि साउथ एसियामा कोही समाजवाद, मार्क्सवाद, जे कुरा उदारवादको कुरा गरे पनि कोर क्रक्समा साउथ एसिया आजसम्मको इतिहासमा जातिवादको रिङभन्दा बाहिर गएका छैन। तर जातिवादले शासकले आफ्नो अनुकूल व्याख्या गरेछ। त्यसलाई अनुकूल परेको बेलामा त्यो जातिवादी भइदिन्छ, प्रतिकूल बनेको बेलामा मार्क्सवादी हुन्छ। तपाईले भन्छ जातिवादी त्यही हैन, नेवारको कुरै नगर्नुस्, मधेसीको कुरा गर्नु, यो त तुच्छ कुरा हो। तपाईँ जस्तो कामरेड बनेर यस्तो कुरा गर्ने हामी पनि झस्किन्छौँ। हो त नि, ठिकै कुरा भनेको। यस्तो जाति, यस्तो ठुलो ठुलो सपना देखाएछन्, राष्ट्र निर्माण गर्ने बेलामा जाति यत्रो तुच्छ कुरा गर्ने, हामी आफैबाट आफैलाई घृणा गर्न थाल्छौँ। त्यस कारणले लोक सेवाको अहिलेको विज्ञापन जुन छ, यो नोकरी कसैले, केही मान्छेले नोकरी पाउने, अवसर पाउने र गुमाउने भन्दा पनि जुन सत्ता जो हो, सत्ता जसलाई अथोरिटी भन्छ, जो पावरको औपचारिक फर्म हो, त्यसको निर्माण भइरहेछ। त्यसको क्यापिलरी लेभलमा निर्माण भइरहेछ। क्यापिलरी एकदम ग्रासरुट लेभलमा निर्माण भइरहेछ। र यो भनेको यो परियोजना यदि तिनीहरूले सफल गर्यो भने 20-30 वर्ष, र यसको त 40 वर्ष, तर 30 वर्षमा त हाम्रो कुनै स्पेस हुँदैन। तपाईको 10 वर्षको न प्र्याक्टिस भएको हो, यो 10-12 वर्ष न भएको यो तपाईको आरक्षण कति भयो? 63 देखि मोटामोटी त्यही 12-14 वर्ष। त्यो वर्षमा हाम्रो अहिले हामीले अब प्रत्यक्ष अनुभव गर्यौँ। मधेसको कुनै गाउँमा त्यो छन् नगरपालिका, गाउँपालिकाहरू पनि छन्, धेरै अधिकृत बनेर हाम्रै मसँग नै कहिले पनि लोकसेवाको सपना नदेख्ने, म सरकारी कर्मचारी हुन्छु भनेर यो मास्टर हुन्छु, लेक्चरर हुन्छु, योहरू डाक्टर हुन्छु, इन्जिनियर हुन्छु, त्यो सपना हेर्थ्यो। तर म सहायक सिडिओ बनेर जान्छु भने सपना नहेर्ने हाम्रो एकदम शिष्य भाइहरू, म त कहिले फाइट गरेँ, तर भाइहरूले कतिजना छन्? औँलेमा अहिलेसम्म गर्न सक्ने 20 जना छ। त्यहाँबाट मेरो सन्तति गयो, म नै गयो भने एउटा आत्मविश्वास आउँछ। तपाईँ नेवारमा गएर ठ्याक्कै त्यो भाषामा कुरा गर्न गयो भने त्यो बेला के हुन्छ भने तपाईँले त्यही मोमेन्टमा तपाईँले आत्मविश्वास पलाएर आउँछ।
त्यो के लाग्छ भने यो मेरो मान्छे हो, हामीलाई तिनीहरू पनि भ्रष्टाचार गरेको, तिनीहरूको पर्फर्मेन्स 52 भन्दा खत्तम होला, तर लङ टर्म हेर्नुभयो अथोरिटी निर्माणको सवाल हेर्नुभयो भने त्यो बेला तपाईको प्रेजेन्स हुन्छ। त्यो तपाईसँग दुश्मनी किन नहोस्, त्यो घुसिया किन नहोस्, तर तपाईको अथोरिटी जुन निर्माण हुन्छ तपाईको पहिचानसँग जोडेको, त एउटा भरमबाट हामीले मुक्त हुनुपर्छ कि हामी भनेको मान्छे भनेको आफ्नो धरातलबाट अलग हो भनेर, लिबरेट हो। हामी मार्क्सिस्ट भएर हामी अर्कै जीव हुन्छौँ भन्ने छैन। तपाईँ जहिले जति उत्कृष्ट भए पनि नेवार बस्ने हो, म जति उत्कृष्ट मानवको रूपमा बसे पनि मधेसी बस्ने हो, यसको केही न केही अंश हुन्छ, यो सत्य हो। र नेवार तपाईँले सम्मानित नभएसम्म तपाईँ अञ्चलाधीश भए पनि प्रधानमन्त्री भए पनि तपाईँ सम्मानित हुने छैन भनेर यो आधारभूत सत्य हो। त्यस कारणले यो जुन अहिलेको फेरि हाम्रो कन्टेक्स्टमा के, हामी त अलिकता सत्ता जुन औपचारिक सत्ता छ नि राज्यको त्योभन्दा टाढा छ अलि मधेस, तर तपाईँको त आँगनमा नै सत्ता छ जो तपाईँको अनुकूल छैन। वास्तवमा अस्तित्व सङ्कट यदि कसैको छ यो देशमा भनेको त्यो तपाईँले गहिरिएर हेर्नुभयो त्यो नेवार समुदायको, किनभने हाम्रो सत्ता हाम्रो बारीमा छ जुन हाम्रो प्रतिकूल छैन, हाम्रो गाउँको बाहिर छ, बाटोमा छ, तर तपाईको घरमा त्यो सत्ता छिरेको। यसलाई सर्भिलियन्स भन्छ। तपाईमाथि पेनेप्टिकोन सर्भिलियन्स, जस्तै सीसी क्यामेरा छ नि, राज्य सत्ताको त्यो सीसी क्यामेरा 24 घण्टा तपाईको टाउकोमाथि छ। र धन्यवाद छ नेवार समुदायले, वास्तवमा तपाईहरूको संस्कृति लोप भइहाल्नुपर्ने जुन किसिमको अतिक्रमण र यसको त्यो राज्यको यहाँ छ, तर तपाईहरूको एउटा लगाव गजबको लगाव। अहिले नि हामी बस्दाखेरि के कुरा गर्थ्यौँ, तपाईहरू यति मान्छे उपस्थित हुँदा 2-4 जना गेस्ट आउँछ भने हामी नेपाली बोल्छौँ, मैथिली बोल्दैनौँ। सके नसकेस् हामी नेपाली बोल्छौँ, तर तपाईहरूले के गर्नुभयो, होइन नेवारी बोल्नुभयो। हामीलाई मात्रै त्यो एउटा सुविधा दिनुभयो, तपाईहरू नेपाली बोल्न सक्नुहुन्छ। त्यो तपाईहरूको भाषा र संस्कृतिप्रतिको जुन आग्रह छ नि, त्योले अहिलेसम्म तपाईहरूलाई केही त्यो बग्ने बेलामा के हुन्छ नि, त्यो केही सानो केही समातेर त्यो बाँच्ने, त्यो तिनका भन्छ हामी, त्यो तिनका समातेर तपाईहरू बाँचिराख्नुभयो। तर यही जुन अहिलेसम्म हामी क्षेत्रीय सत्तामा थियो, 52 सत्ताले त्यो पनि मौका दिँदैन। हामी चिनेका छौँ। यिनीहरूको नैसर्गिक प्रवृत्ति के हो भन्ने, यिनीहरूको नैसर्गिक प्रवृत्ति भनेको समानता होइन। यिनीहरूलाई भित्रैबाट एउटा प्रवृत्ति के छ भने म अरूभन्दा श्रेष्ठ छु र मेरो तपाईको पसिना खाने, तपाईको पसिनाको कमाई खाने, तपाईँ माथि अधिकार गर्ने त्यसको नैसर्गिक त्यो भित्रबाट कहीँ गलानी फिल गर्दैन, किनभने त्यसको स्वभाव हो। त्यही कारणले त यो वर्ण व्यवस्था स्थापित गरेको र त्यो आफूलाई देवतुल्य ठान्छ। त्यसकारण त देवनागरिक भनेको। नागरिक भाषाले देवनागरिक किन बनायो, किनभने त्यसले प्रयोग गर्ने भाषा भनेको देवताको भाषा हो। त्यसकारणले तपाईमाथि शोषण गर्ने आधुनिक फर्मेटमा पनि त्यो, त्यसकारणले हामी कहिलेकाहीँ त्यो कसैलाई दुःख दिँदा भित्रबाट त्यो हुन्छ नि, पीडा बोध हुन्छ, यार यो त नगर्नुपर्ने। तर जुन संस्कृति तपाईको लागि हैन आफ्नो लागि गर्छ, नार्सिस्ट भन्छौँ नि, कहिलेकाहीँ आफूलाई उच्च बनाउनको लागि म फलानोप्रति कस्तो दयाभाव देखाएँ, न्याय सम्पादन, त्यो आफ्नो लागि गरेको, तपाईँको लागि गरेका छैन। त्यो यो बुझेर गरेका छैन कि तपाईँको पनि अधिकार उनी जतिकै छ भनेर बुझेर गरेका छैन। त्यस कारणले संसारको हामी नमुना फासिस्ट शक्तिसँग लडिरहेका छौँ। फासिस्ट शक्ति हो यो। यसमा दुई मतको कुरा। फासिस्ट शक्ति भनेको के हो भने हामी अथोरिटेरियन भन्छौँ, अधिनायकवाद भन्छौँ। अधिनायकवादले के हुन्छ, बन्दुकको बलमा तपाईँमाथि शासन गर्छ, त्यसले बन्दुकको बलमा गर्दैन क्या, तपाईँको आत्मामाथि अतिक्रमण गर्छ। त्यो तपाईँले आफ्नै नजरबाट गिराउने हो। त्यसले यो भन्छ कि मैले गरेको काम सबभन्दा श्रेष्ठ हो, अनुकरण गर। त्यसकारणले जुन यो अभियानको पनि हामी पुग्ने जुन बाटो हो, हाम्रो यो सत्ता सङ्घर्षको बाटो नै हो। र अहिले हाम्रो लागि कहिलेकाहीँ के हुँदो रहेछ भने 52 गल्ती कुन बेला गर्छ भने जब त्यो अहङ्कारी हुन्छ,
बाहुन छितिमिति अहङ्कारी हुँदैन, बाहुन चलाक हुन्छ, कुटिल हुन्छ, तर अहङ्कारी हुँदैन। अहिले केपी शर्मा ओली जुन अब जितको उन्माद हो र हामीसँग एउटा हारको एउटा मनोदशा छ। हाम्रो पार्टी यस्तो ठुलो, हामीसँग पनि त पार्टी केही न केही सांसदहरू जितेर गए त। अब तिनीहरूको राजनीतिक पार्टीमा भएका दास छन् र बाहिर बसेका हाम्रो जस्तो छन् नि केही पार्टी हाम्रो अनुकूल काम गर्ने, तिनीहरू दलाल छन्। आफ्नो ज्यान कसरी जोगाउने, आफ्नो राजनीतिक वर्चस्व भन्दा पनि इज्जत कसरी जोगाउने, आफ्नो व्यक्तिगत लेभलमा तिनीहरू एकदम त्यो आत्मविश्वासै छैन कि योसँग लड्न सक्छ। मधेस आन्दोलनबाट जुन 6 महिनाको नाकाबन्दी त्यो त ऐतिहासिक थियो नि त। त्यो बेला दुःख पनि पाएको हो काठमाडौँले। वास्तवमा हामी त्यो म्यासेज दिन सकेनौँ कि यो सबै हाम्रो हो। त्यो बेला हामीले मिसकम्युनिकेसन भएको र त्यो दुर्घटनाको फल मधेसीले मात्रै नै पुरै नेपालको उत्पीडित समुदायले भोग्यो नि त। त्यो लडाइँ त सबैको थियो। संयोगले के भइदियो भने इतिहासबाट धेरै हामीले भोग्नु परेन। अहिले मोटामोटी कति भयो त्यो हामीले हारेको जुन छ नि, हारेको हो त्यसमा दुई मधु कुरा, हामी हारेको हो। तिनीहरू जितेर विजेताहरूले आफ्नो अनुकूल दस्तावेज बनायो र विजेताहरूले आफ्नो दस्तावेजलाई त्योबाट नपुगेर आफ्नो अनुकूल त्योबाट बढी खिलाफमा गएर पनि आफ्नो अनुकूल इन्टरप्रेट न्यायालयबाट जेबाट पनि लोकसेवाबाट गरिरहेका छन्। त्यो मौका पनि दिएको। अहिले हामीसँग तपाईहरुसँग बस्दाखेरि यसरी यो ऐतिहासिक मोमेन्ट हो। यसरी बस्नु अस्ति हामी शनिबार प्रोग्राम तपाईहरुलाई पनि बोलाउँछु त्यहाँ। शनिबार हामी पनि प्रोग्राम गरिदिन्छौँ यस्तै। तपाईहरुले पनि यसरी बस्नु भनेको ऐतिहासिक मोमेन्ट हो। कहिलेकाहीँ के लाग्छ भने प्रथम विश्वयुद्ध द्वितीय विश्वयुद्ध घटना सानो छ, घटना कहिलेकाहीँ सानो छ त मनोदशा तयार हुन्छ। मधेस आन्दोलन पनि घटना सानो छ, माओवादी आइरहेको थियो, उताबाट माओवादीको एउटा जितको उन्माद थियो, सबैभन्दा बलियो छ, केटाहरू रोक्यो, त्यहाँ लाहानमा गोली चलायो, त्यो घटनाबाट ट्रिगर जस्तो कि ट्रिगर थियो, मधेस आन्दोलन भयो, त्यत्रो आन्दोलन भयो। तर त्यतिकै त भएन, एउटा मनोदशा तयार थियो। हामी नेवार समुदायका साथीहरूसँग बस्दाखेरि एउटा मनोदशा हामी रिड गरिरहेका छौँ। सबैमा एउटा मनोदशा छ, राज्यबाट ठगिएका, अपहेलित भएका र सुनियोजित रूपमा तपाईको पहिचानलाई पनि विनाश गर्दै अगाडि बढ्ने एउटा आशंका पनि छ। तैपनि हामीले एउटा लड्न सक्छौँ कि सक्दैनौँ? कसरी लड्ने? एउटा मधेसमा तपाईहरुभन्दा त मधेस पीडित थियो, पुलिस हेर्ने बित्तिकै आफ्नो अनुहार एउटा पनि नहेर्ने, भागाभाग हुने। तैपनि त राज्य छ त्यत्रो लड्यो नि त पुलिससँग। त्यो हुँदो रहेछ, ऐतिहासिक चरण हुँदो रहेछ। यो पनि अहिले पनि मधेसमा गयो भने अहिले हाम्रो मधेसमा फोन गरिदिँदाखेरि पनि आफैले केटाहरूले त्यहाँ सङ्गठित भएर जानु पनि पर्दैन। आफैले एउटा समिति बनाउँछ, आन्दोलन समिति। आज पनि 2-4 ठाउँमा त्यो कुनै प्रोग्राम एनाउन्स छैन, त्यो नारा जुलुस गरिरहेछन्, पुतला दहन गरिरहेछन्। त्यो एउटा मनोदशा। नेवार समुदायको युवा साथीहरूले, चेतनशील साथीहरूले र आफ्नो अस्तित्वप्रति जागरुक र माया गर्ने साथीले आँट्न सक्नु पर्यो। हामी नेवार समुदाय एक्लै सक्दैन यो सत्तासँग लड्न। तपाईँ पुरै नेवार उत्रे पनि लड्न सक्दैन। मधेसी तपाईको नेवारको त अलि आशा पनि छ, मधेसी 25 जना एकै दिनमा मरे पनि तपाईले योबाट राज्य पछाडि हट्दैन, हामीले थाहा छ। त्यसकारणले हामी अहिले मधेस केन्द्रित भएका छैनौँ। हामी काठमाडौँलाई विश्वास नलिएसम्म परिणाममुखी हुँदैन। र हामीसँग नेवार मधेसी मात्रै होइन, अहिले त यस्तो हेर्नुभयो भने बाहुन र क्षेत्री बाहेक विशुद्ध रूपमा भन्दाखेरि बाहुन र क्षेत्री बाहेक सबै जातिको गोलबन्दी छ। सबै पहिचान गोलबन्दीमा छ र त्यो एकदम चलाकीपूर्ण छैन, स्वाभाविक गोलबन्दी छ समुदायको। किनभने यो सत्ताबाट सबैको त्यतिकै थ्रेट छ। त्यो गोलबन्दीलाई अब यो चरणमा पनि यदि हामीले यिनीहरूको प्रतिरोध गर्न सकेनौँ भने हाम्रो भित्रको कमजोरी, हामीले लिडिङ गर्न नसक्ने, हामी भित्र क्षमता नभएका, आँट्न नसक्ने भनेर ऐतिहासिक अपराध हो भनेर हामीले बुझ्नुपर्छ। त्यसकारणले साथीहरूले यो मात्रै यो विज्ञापनको करेक्सनको सवाल होइन कि यो त हामीलाई एउटा जस्तो कि झ्यालबाट हेर्छौँ नि, एउटा सानो झ्यालबाट हेऱ्यो भने त सानो पोर्सन देखिन्छ नि, तर त्यो भित्रको त अस्तित्व त ठुलो हुन्छ। अस्तित्व भनेको एकदम फैलिएको हो। यो मैले भने नि त, यो कार्यपालिकाको सम्पूर्ण त्यो क्यापिलरी पावरहरूसँग जोडिएको हो। तपाईँ नोकरी नभए पनि
नोकरीको सवाल धेरैको लाग्छ कि नेवार साथीहरूको खासै नोकरीसँग मतलब हुँदैन, किनभने लोकसेवामा त्यो गर्ने बिजनेस व्यापार छँदैछ, विदेश गइरहेका छन्, अरूभन्दा त यिनीहरू कम्ती हो। तर यो कन्सर्न नोकरीको कन्सर्न नै होइन। तपाईँले एउटा प्यारो जुन संस्कृति छ नि, भाषा तपाईँको लागि एकदम प्यारो कुरा, जुन यो स्वराज हामी भन्छौँ, यो अटोनोमी, स्वायत्तता एकदम प्यारो कुरा। आफ्नो कमसेकम गुठी स्वायत्तता भएको भए गुठीमाथि त अतिक्रमण हुँदैन थियो नि त। तब तपाईँको सदियौँदेखिको ऐतिहासिक भूमि हो नि त। यसलाई इतिहासले कसैले नकार्न सक्छ? यो भूमि नेवारको हो। यो राज्यको स्थापना पनि भएका थिएन, यसको अस्तित्व पनि थिएन। यो अहिलेको शासकको यो भूमिमा कुनै प्रमाण छैन कि अस्तित्व नभएको बेलामा पनि त नेवारहरूको अछुन राज्य थियो नि त, अस्तित्व थियो। त्यो माथिको अतिक्रमण नै। मोडर्न फन्डमा हामी के आशा गर्यौँ, सपना हेऱ्यौँ भने यो राज्य अब स्वायत्ततामा जान्छ र हाम्रो राज्य हुन्छ। हामी भाषाको, हामी आफ्नो अस्तित्व जुन छ नि पहिचान, त्यसलाई आत्मसम्मानका साथ बाँच्न पाउँछौँ भन्ने त्यो आशा थियो। अहिले पनि लडाइँ भनेको त्यही केन्द्रमा छ। यो लोकसेवाको विज्ञापन भनेको एकदम औपचारिक रूपमा एकअर्कासँग जुडेका छन्। त्यसकारणले साथीहरूलाई आग्रह, आँट्यो भने हाम्रो अहिले ऐतिहासिक गोलबन्दी भएका छन्। हाम्रो समुदायको रिप्रेजेन्ट गर्ने प्रतिनिधि सभामा सांसदहरू यदि दलाल र त्यो नोकरी गरिरहेछन्, नोकरसा भइसकेका छन् भने त्यसको विकल्प पनि यो आन्दोलनले नै दिने। आन्दोलन भनेको यो तुफान, जुन आँधी बेरी हुन्छ, त्यो हुन्छ नि, कीटाणुहरूको नाश गर्ने, त्यो पनि हो। र नयाँ समाजको निर्माण पनि यो आन्दोलनले गर्छ, नयाँ नेतृत्वको पनि स्थापना गर्छ। त्यसकारणले मेरो व्यक्तिगत तर्फबाट र हाम्रो सङ्गठन र मधेसी समुदायको तर्फबाट हामी त्यही अनुरोध गर्छौँ, सबै साथी आँटौँ, बरु त्यसमा छलफल गरौँ, अन्तर्क्रिया गरौँ, कसरी अगाडि बढ्न सकिन्छ, कसरी हामी भोलिको दिनमा हामी सुन्दर समाज निर्माण गर्न सक्छौँ। बाहुनहरूको लागि पनि स्पेस होस्, त्यहाँ सबै जातिको लागि स्पेस हो, सबैले आफ्नो गुणधर्म अनुसारले बाँच्न पाओस्, सबैको भाषा संस्कृतिको रक्षा होस्। सबै यो त वास्तवमा यो विज्ञापन रोक्न खोजेको भने त तिनीहरूको बाहुन सत्ताको अक्षुण राख्ने, निरन्तरता कायम गर्न न त्यो गरेको हो। कपट, खुलेआम बेइमानी हो। त्यसकारणले मेरो कुरा सुनिदिनु भयो, यसमा अन्तर्क्रिया गरौँ, बसेर यो कुरा गरेर हुँदैन। हामीले यसरी एउटा माइन्ड मेकअप गरौँ, कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाऊ, योजना बनाऊ, नेतृत्व अगाडि लिएर अगाडि बढौँ। र तपाईँहरूको एउटा कुरा लास्टमा भन्छु, यो देशको मुक्ति, जति उत्पीडित समुदाय छ नि, नेवारको मुक्ति त आफ्नो ठाउँमा छँदैछ, यो देशको उत्पीडित समुदायको मुक्ति नेवार समुदायको काँधमा छ। यो ऐतिहासिक जिम्मेवारी हो। अहिले हामी जति कुरा गरे पनि, जति बुझे पनि, जति पर्चा पम्पलेट बाटे पनि, मधेसमा अरू भूभागमा जे गरे पनि केही हुनेवाला छैन। तपाईँहरू आँट्नुभयो र हामीले सहयोग गर्न सक्यौँ भने एउटा ऐतिहासिक चरणमा हामी प्रवेश गर्छौँ भन्ने हामीलाई लागेको हो। त्यसकारणले तपाईँहरूबाट यही आश हो सबै उत्पीडित समुदायको, कि तपाईँहरू ऐतिहासिक भूमिका निर्वाह गर्नुहुनेछ र हाम्रो साथ र सहयोगमा हामी सहायक पात्र छौँ, तपाईँहरू मुख्य पात्र हो। हाम्रो सहयोगमा तपाईँहरूले यसलाई हामी एउटा उन्नत नेपाल बनाउँछौँ, राष्ट्र निर्माणको प्रोजेक्ट पनि हो। त्यसकारणले अगाडि बढौँ भन्ने साथीहरू अनुरोध हो। धन्यवाद।